रेडियो हजुर हजुरको परिचयबाट सुरु गरौँ होला। नमस्ते, म राजु श्रेष्ठ। म रूपन्देही जेनजेडको संयोजक होइन। म चाहिँ अहिले चाहिँ हाम्रो यो ठाउँमा चाहिँ सैना महिनाको चाहिँ एउटा समिति गठन गर्नु परेकोले होइन, धेरै मान्छेहरूले खै त सैना महिनामा खै त गठन भएको होइन, कुरा मात्रै भयो, कामै भएको छैन भन्ने कुरा गर्दाखेरि कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ ल ठिक छ गठन गरौँ न त होइन, सबै साथीभाइहरू मिलेर होइन एक ठाउँमा गठन गर्दैको छ। अस्ति हामी चाहिँ सिद्धार्थ नगरमा पनि गठन गरेको थियौँ है। अहिले चाहिँ त्यो भइसकेपछि हामी यो सालजण्डीमा पनि एउटा क्राउड भएको कारणले गर्दा सैना महिनामा होइन, क्राउड भएको कारणले गर्दा प्लस यहाँ धेरै करप्सनहरू धेरै भएको कारणले धेरै छ। यही हेर्नुहोस् तपाईँको यो सैना महिनामा यही ठाउँमा सालजण्डीमा यो बसपागहरू राम्रोसँग सुचारू भएको छैन होइन, कुनै ठाउँमा पनि कुनै कुरा सुचारू भएको छैन। तर बजेट आछ तर सबै खाएर बसेको मान्छेहरू धेरै देखेको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ कसरी जाने त युथहरू, म पनि एउटा युथहरूलाई लिएर हिँडिसकेपछि अब कसरी जाने, मेरो पनि त धेरै कुराहरू छ नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ सबै मिलेर एकजुट बनाएर सब एउटा सैना महिना एक ढिक्का बनाएर चाहिँ हामी कसरी जाने भन्ने केटाहरू सबै साथीभाइलाई सोद्धाखेरि चाहिँ हामी यसरी जानुपर्छ भन्ने कुराले गर्दा हामी सबै मिलेर एकजुट भएर एक ढिक्का भएर अहिले चाहिँ हामी सैना महिनामा एउटा चाहिँ राम्रो तरिकाले सोचेर सोसललाईदेखि स्पोर्टदेखि लिएर आएर कुनै कुराहरू पनि भाइहरूलाई अपुग के छ, भाइहरू धेरै पछाडि भएको कारणले गर्दाखेरि यो गाउँतिरको भाइहरू किन यति पछाडि छ त, यिनीहरू किन पछाडि हुनुको कारण के छ भन्दाखेरि चाहिँ मेन भनेको लिडरसिप नभएको ठाउँहरूमा लिडरसिप छैन। अनि प्लस लिडरसिप नहुनुको कारण पनि किनकि मान्छेहरू सबैजना पार्टीको मान्छे मात्रै बढी भएको कारणले गर्दाखेरि चाहिँ पार्टीको ठुल्ठुलो दाइहरूले चाहिँ मेन चाहिँ अब भाइहरूलाई कन्ट्रोल गर्नुको सट्टा अलिकति धेरै आश्वासन दिएको तर्साएको अवस्था धेरै देखिरहेको छु। त्यही कारणले गर्दा चाहिँ होइन ठिक छ, म पनि एउटा संयोजकको नाताले गर्दा चाहिँ रूपन्देही जेनजेडको संयोजकको नाताले गर्दा चाहिँ मैले चाहिँ ठाउँमा होइन नगरपालिका अब जस्तो हाम्रो 8वटा गाउँपालिका 8वटा नगरपालिका छ, हामी चाहिँ सुस्त गरेर सबै ठाउँहरूमा होइन सानो सानो राम्रो सानो मिठो होइन जबरजस्ती नबोलाएर सबैलाई मनको जो मान्छे इच्छुक छ नेपालको लागि लड्नको लागि, नेपाल भनेको हामी त सबै पार्टीहरू छन त छ तर हामी लड्ने त जसरी पनि हामी नेपालको लागि हो। हाम्रो नेपालको स्थिति के छ, हाम्रो युथहरू कसरी विदेश जानुपर्ने किन पाइरहेछ, यत्रो एग्रिकल्चर देश छ, कृषि प्रधान देश हुँदा पनि हामीले एउटा सानो एक ठाउँमा 2 कट्टामा मजाले होइन खुर्सानी रोपे पनि एक ठाउँमा रोपे पनि हामी पालिन सक्ने अवस्था छ यो ठाउँमा। तर हाम्रो केटाहरूले के पाएको छैन भने चाहिँ मेन भनेको अपर्च्युनिटी स्पोर्टमा देख्यो। स्पोर्टमा हाम्रो यही ठाउँमा पनि अब भन्ने पनि डोना थापा हाम्रो यही डोना थापा छ होइन, डोना एरोनहरू एलनहरू पनि त हाम्रो यही ठाउँको हो, सालजण्डीकै हो, 10कै हो होइन। होइन भाइहरूलाई पनि धेरै कुराहरू भन्न चाहन्छु कि आफ्नो ठाउँलाई हेर्नुहोस् होइन, फर्स्ट आफ्नो ठाउँलाई हेर्नुहोस्, भोलि चाहिँ जति दुःख परे पनि आफ्नो रैथाने ठाउँ भनेको रैथाने ठाउँ हुन्छ। तपाईँहरूले नि सहयोग गरिदिनुहोस् होइन, के गर्नु छ गरिबहरूले के गरिरहेछ, कुन ठाउँमा हिँडिरहेछ आवाज उठाइदिनुहोस्। नगरपालिकामा के भइरहेको छ आवाजहरू उठेको छैन, सबै आफ्नो ठाउँमा अलिअलि पैसा खाएर टोल विकासदेखि सबै मान्छेले थोरै पैसा खाएर चाहिँ सबैले आफ्नो ठाउँमा साइड लागेको छ क्या। त्यही भएर चाहिँ त्यो चाहिँ अब नहोस्। अब चाहिँ कस्तो होस् नि सैनामा एक ढिक्का भएर सबै एकजुट भएर कहाँ के गल्ती भइरहेछ सबै साथीभाइहरूले नम्बर राखेर होइन, म अहिले चाहिँ नगरपालिकाबाट नम्बर राखिदिन्छु मेरो होइन, राखेर मजाले के भइरहेछ, कुन ठाउँमा करप्सन बस्छ, कुन यातायातले के गरिरहेछ, कुन गाडीले कति लापरवाही गरेछ, स्कुलको गाडीहरूले किन स्कुलको गाडीहरू कुदाइरहेको छ, लापरवाही चलाइरहेको छ स्कुलको गाडीदेखि सानो सानो कुराहरू पनि हामीले पहिला सुरुमा हामीले सानो कुराबाटै सुरु गर्नुपर्छ। हामीले सुरुमा एकैचोटि यो भन्छ देशलाई हाम्रो देशलाई चाहिँ स्विजरल्यान्ड बनाउने होइन, नेपाललाई नेपाल जस्तो बनाउनु पर्यो, नेपाललाई स्विजरल्यान्ड बनाउँछु भनेर हिँडेर भएन, हाम्रो देशलाई नेपाल जस्तो बनाउनु पर्यो। त्यही सोचेर म सबै कुराहरू सबै साथीभाइहरूलाई आजको कार्यक्रममा सबै आइदिएर खुसी लाग्यो मलाई, किनकि हजुरहरू पनि आइदिनु, मिडियाहरू पनि आइदिनु पर्ने हुन्छ, किनकि मिडियाहरू पनि कस्तो भइरहेछ भने मिडियाहरू पनि कुनै कुराहरू जेनजेको कुराहरू चाहिँ धेरै जस्तो मिडियाले दिन नखोज्नुको कारण के होइन, मिडियामा जाँदाखेरि हाम्रो जेनजीको कुरै नआउनुको कारण के होइन, हामीले राम्रो काम गर्छौँ भन्दा पनि हामीलाई विश्वास नगरेको हो कि होइन, हामीले भनेको कुराहरू नबुझेको हो कि होइन। ठिक छ, हामीले चाहिँ मिडियाहरू मिडियाले जुन स्वच्छ तरिकाले नेपालको लागि भनेर आउँछ मिडिया हो त्यस्तो मिडिया चाहिँ हामीसँग आइदिनु होला होइन, हामीसँग होइन सबैबाट साथी जस्तो गरेर एकजुट भइदिनु होला भन्ने छ। मलाई लागेको तपाईँ रूपन्देही जिल्लाको संयोजक हजुर देशव्यापी नै संस्था हजुर हजुर रूपन्देही हुँदै गर्दा रूपन्देहीका तपाईँले अझै पनि भनिसक्नुभयो सम्पूर्ण स्थानीय तहहरूमा हामीले गठन गर्छौँ भनेको त्यो स्थानीय तहहरूमा हजुर गरिरहनु भएको छ। अबको तपाईँको यो यहाँको यो जेनजेको यसपछिको बाटो भनेको के हो, अब चुनाव हुँदैछ फागुन मे हजुर हजुर यो जेनजे तपाईँहरू चुनावमा जानुहुन्छ। फर्स्ट हाम्रो चाहिँ मेन भनेको चुनावमा जानुभन्दा पहिला पनि हामीलाई मेजोरिटी चाहिएको छ। फर्स्ट हामीले रूपन्देहीको एक ढिक्का बनाउनु छ,
एक ढिक्का बनाइसकेपछि हामीले त्यसको कुरा बल्ल हामी एक ढिक्का भएर राम्रो भइसकेर हामी सोसल गरेर गइसकेपछि बल्ल माथिको मान्छेहरू मिलिसकेपछि बल्ल हामी त्यो सोच्छौँ होइन। अहिले हामी यो कुराको क्वेसनको एन्सर दिन चाहन्नौँ है। हामी चाहिँ मेन भनेको चाहिँ अहिले के सोचेर हिँडेछौँ भने चाहिँ मेन भनेको हामी रूपन्देहीको एक ढिक्का भएर नि हामी पहिला सुरुवात गर्नुपर्छ। पहिला हामी सबैको मेजोरिटी बनाएर युनिटी बनाएर हिँडौँ होइन। अहिले नै हामीले पार्टीमा गएर हामी यो गरौँ भन्ने मेरो सोच छैन है। मेन भनेको स्थानीय तहबाटै स्थानीय निकायहरूलाई खबरदारी गर्ने काम गरिरहेको छौँ होइन। अब माथि त अब माथि मान्छेहरूको के कुरा भइरहेको छ होइन। मिडियाले त अब धेरै मिडियाहरू छ के क्वेसन आइरहेको छ। तर मेन भनेको चाहिँ अहिले चाहिँ हामी फर्स्ट हामी मेजोरिटी बनाउँछौँ रूपन्देहीको होइन। अनि हामी सोसल गर्ने ठाउँमा के गर्ने करप्सनको कुरामा गएर हामी सबै कुरामा लड्छौँ होइन। हस्पिटलदेखि लिएर आएर एम्बुलेन्सदेखि लिएर सबै कुराहरू छ, सानो सानो कुराहरू छ। हामी सबै कुराहरू राम्रोसँग मिलेर गर्छौँ होइन। त्यसपछि आएको कुरामा पछिको माथिको कुरामा चाहिँ हामी अहिले एकैछिन बोल्दैनौँ होइन। हामी एकैछिन त्यो कुरामा हामी केही कुरा गर्दैनौँ। पछि आएछ पनि हामी सब मेजोरिटी एकजुट भएर रूपन्देही एक ढिक्का भइसक्यो हामी सोचौँला त्यसको लागि होइन। कोसँग हामी सपोर्ट गर्ने जेनजीलाई हामी कुन जेनजी सबै मिलेर आउनु पर्यो क्या माथिबाट नि। जब हामी माथिको जेनजी सबै मिलेर आउँछ नि हामी पनि सपोर्ट गर्छौँ होइन। टुक्रा टुक्रा भएको जेनजीहरूसँग फेरि हामी त्यसरी सपोर्ट गर्न मिल्दैन, पछि हामी पनि हलुङ्गो हुन्छ क्या। त्यो कारणले गर्दा चाहिँ हामी जबसम्म माथिको सबै मिलेर आउँछन् जेनजीहरू त्यसपछि हामी पनि यता रूपन्देहीको जेनजीहरू पनि सबै एकजुट भएर हामी उसलाई सपोर्ट गर्छौँ। ओके।